आजको यो अशोक चोकको यो सभामा उपस्थित हुनुभएका आदरणीय आमा बुवा तथा दाजुभाइ तथा दिदीबहिनीहरू, मेरो हार्दिक नमस्कार। जय घन्टी। अब निर्वाचनको एकदमै नजिक आइरहेका छौँ हामी, धेरै दिन बाँकी छैन। निर्वाचनभन्दा अगाडि अब सम्पूर्ण नेपाली मतदाताले यसपटक चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकल बहुमतको सरकार बनाउन पुग्ने गरी मत हालेर पठाउँछौँ भनेर निर्णय गरिसक्नु भएको छ। त्यसको लागि तपाईँहरू सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। चितवन क्षेत्र नम्बर 3 मा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीले अत्याधिक बहुमत लिएर आएर जिताउनको लागि तपाईँ एक प्रयत्नशील हुनुहुन्छ भन्ने मैले ठानेको छु। दुईटा मतपत्र हुन्छ, दुईटै मतपत्रमा घन्टी चुनाव चिन्हमा मतदान गर्नुहुन्छ भन्ने मैले अपेक्षा लिएको छु। किनभने यसपटक तपाईँहरूले भोट हाल्ने भनेको कुनै एउटा उम्मेदवारलाई मात्रै होइन, कुनै एउटा दललाई मात्रै होइन, यसपटक हामीले देशलाई जिताउनु पर्नेछ। कुनै उम्मेदवारलाई हराउनको लागि हामी उम्मेदवार बनेर आएका होइनौँ, कुनै एउटा दललाई हराउनको लागि हामी उम्मेदवार बनेर आएका होइनौँ। यसपटक देशलाई एउटा राजनीतिक युगबाट अर्को राजनीतिक युग, सधैँभरि भ्रष्टाचार भइराख्यो, सधैँभरि नेपाली जनताले दुःख पाइराख्नु पर्यो, आधारभूत आवश्यकताको लागि पनि याचना गरेर देउन भनेर मागिरहनु पर्ने जस्तो स्थितिमा पुर्याइयो। त्यो राजनीतिक युगको अब अन्त्य हुनुपर्छ र नयाँ राजनीतिक युगमा यो समाज जानुपर्छ। त्यसको लागि तपाईँहरूले घन्टी चुनाव चिन्हमा मतदान गर्नुपर्दछ। यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाहलाई बनाएको छ। बालेन्द्र शाह एउटा युवा पुस्ताको नेतृत्व, उहाँले यो देशमा अब सम्पूर्ण युवाहरूको सपना साकार पार्नको लागि म नेतृत्व लिन्छु भनेर अगाडि आउनु भएको छ। हाम्रो पार्टीको सभापति रवि लामिछाने, उहाँको तपाईँहरूलाई थाहा नै छ, करिब आजभन्दा 12-15 वर्ष अगाडि नै एउटा मोबाइलको सहाराबाट, एउटा टेलिभिजनको स्क्रिनको सहाराबाट समाजमा दुःख पीडामा रहेका मान्छेलाई कसरी उहाँले उद्धार गर्नुभयो, कसरी उहाँले मलम लगाउनु भयो, उहाँले समाजमा दिएको देन यो समाजले बिर्सेको छैन। एउटा व्यक्तिलाई कति मैले गर्न सकौँला एउटा क्यामेराको माध्यमद्वारा। अब मूल नीति नै सफा गर्ने हो। एउटा नीति समस्या समाधान गर्दा, एउटा नीति लेखिँदै गर्दा हजारौँ लाखौँ जनताले सुख पाउने कानुन निर्माण गर्छु र राष्ट्रिय राजनीतिमा आउँछु भनेर उहाँले दल खोलेर आउनु भएको छ। आज यो दलमा हेर्नुहोस्, देशव्यापी रूपमा एकदम युवा उम्मेदवारहरू हुनुहुन्छ जसले कसैको भ्रष्टाचारको भारी बोकेको छैन, जसले कुनै घुसको भारी बोकेको छैन, जसले कसैलाई गलत काम गरेकाहरूलाई संरक्षण गर्नुपर्छ भन्ने भारी बोकेको छैन। एउटा स्वच्छ छवि भएका युवा पुस्ता आज हरेक देशका कुना काप्चामा यो देशलाई नेतृत्व गर्छु भनेर गइरहेका छन्। चितवन क्षेत्र नम्बर 3 मा पनि म तपाईँहरूको माझमा आएको छु। गएको संसदीय अभ्यासमा म 2079 सालमा निर्वाचित भएर गएपछि संसदमा निरन्तर रूपमा नेपाली जनताको मैले आवाज उठाएको। त्यहाँ गलत कानुन निर्माण हुन लाग्दै गर्दाखेरि खबरदार यो ल्याउन पाइँदैन भनेर पनि भनेकै हो। कानुन निर्माणमा एकदम सक्रिय भएर सहभागी पनि भएकै हो। हामीले कानुन निर्माण पनि गर्यौँ, जनताका मुद्दा पनि उठान गर्यौँ। तर जनताको मुद्दा उठान गर्दै गर्दा 275 जना हुने त्यो संसद भवनमा हामी त्यो जम्मा 21 जना थियौँ। हामीलाई सङ्ख्या पुगेन। सङ्ख्या नपुग्दै गर्दा हेर्नुहोस् के भयो त्यो संसद भवनमा। हामीले हाम्रा युवा पुस्ताहरूलाई बेच्ने मानव तस्करहरूलाई कारबाही गरेर भनेर हामीले निरन्तर रूपमा त्यो संसद भवनमा हामीले आन्दोलन गर्यौँ। तर हामीले गरेको आन्दोलनकै रूपमा सीमित भयो, किनभने हामीसँग सङ्ख्या थिएन। यो पटक हामी तपाईँहरूसँग फगत एउटा माइक समाउनको लागि त्यो संसद भवनमा जान आएका होइनौँ। यसपटक तपाईँहरूको माझमा हामी त्यो संसद भवनमा कानुन निर्माण त हामी गर्छौँ नै, जनताको मुद्दा त हामी उठाउँछौँ नै, किनभने त्यो हिजो पनि हामीले गरेकै हो। यसपटक हामी कानुन पनि बनाउँछौँ, जनताको मुद्दा पनि उठाउँछौँ, नीति पनि बनाउँछौँ र सरकार बनाएर जनताका मुद्दाहरू सम्बोधन पनि गर्छौँ। त्यो लक्ष्यसहित तपाईँहरूको माझमा आएका छौँ। त्यसकारणले सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यो पटक यहाँहरू धेरैजना विभिन्न राजनीतिक दलमा आस्था राख्ने मानिसहरू पनि हुन सक्नुहुन्छ। यहाँहरूले विभिन्न दलहरूलाई भोट हाल्दै आउनुभएको पनि हुनसक्छ। म यहाँहरूलाई एउटा कुरा आग्रह गर्न चाहन्छु, यो देशमा आजसम्म जे जति राजनीतिक उपलब्धिहरू भयो, जे जति नेतृत्वहरू आउनुभयो, उहाँहरूले यो देशको व्यवस्था परिवर्तनको लागि योगदान दिनुभयो। धन्यवाद छ। मेरो पनि प्रिय पात्र हुनुहुन्छ बिपी कोइराला, जसले यो देशलाई
प्रजातान्त्रिक देशमा ल्याइ पुर्याउनको लागि निकै ठुलो भूमिका खेल्नुभयो। नेपालमा प्रजातन्त्र ल्याउनको लागि निकै ठुलो भूमिका खेल्नुभयो। मेरो पनि प्रिय पात्र हुनुहुन्छ मदन भण्डारी, रूपचन्द्र बिष्ट जस्ता व्यक्तित्वहरू, पुष्पलाल जस्ता व्यक्तित्वहरू। तर उहाँहरूले दिएको विचार आज यो समाजमा बाँचिरहेको छ कि छैन भन्ने मूल प्रश्न हो। आज ती विचारलाई कसैले जीवन्त राखेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले जीवन्त राखेको छ। त्यसकारणले आज तपाईँहरूको माझमा हामी तपाईँहरूसँग आइपुगेका छौँ। यो पटक अब देश बदल्ने हो भनेदेखि यसरी विभिन्न दलहरूमा बाँडिएर हुँदैन, यसपटक देशलाई जिताउनु छ। एउटै घन्टी छापमा मतदान गरेर एकल बहुमतको सरकार बनाउनु छ अनि बल्ल देशले निकासको सास फेर्छ। त्यसको लागि तपाईँहरूले घन्टी चुनाव चिन्हमा मतदान गर्नुपर्छ। आज सम्झिनुहोस्, युवा पुस्ताहरू जसरी विदेशिरहनु भएको छ, देश गाउँ सबै रित्तिसक्यो। गाउँहरूमा अहिले औषधिमूलक गर्नको लागि पनि मान्छे भेटिँदैन। यो मैले कतै समाचारमा हेरिरहेको थिएँ, हामीले समाचारमा देखिरहेका हुन्छौँ। आज कोही यहाँ स्वर्गीय भइहाल्यो भनेदेखि त्यो लासले छोराछोरी कुरेर बस्नुपर्ने बाध्यता समाजले भोगिरहेको छ। यो अवस्थाबाट बदल्नको निम्ति तपाईँ हामीले युवा पुस्तालाई यही ठाउँमा रोजगारी दिने अवसरहरू सिर्जना गर्नुपर्छ। यही ठाउँमा हामी बाँच्न सक्छौँ भन्ने सुनिश्चितता दिन सक्नुपर्छ। त्यसको लागि अब पनि हामीले काम नगर्ने हो भनेदेखि भविष्यमा कहिल्यै पनि त्यो अवसर आउने छैन यो देश बदल्नको लागि। त्यसकारणले यो पटक चाहिँ अरू केही पनि नभनिकन मतदान देश जिताउनको लागि हो भनेर यहाँहरूले मतदान गर्नुहोस्। कहिले कहिले आफू चिन्हको मुनि बस्दै गर्दाखेरि विवेकलाई बन्दकी राख्नु पर्यो र तपाईँको विवेक बन्दकी भएको कारणले गर्दा देश हार्यो, युवा पुस्ताले हार्यो भनेदेखि आफ्नै आत्माले पनि धिक्कारला। त्यसकारणले यो पटक हामीले देशलाई जिताउने अभियानमा साथ दिनुहोस् भनेर म आग्रह गर्न चाहन्छु। म यहाँहरू धेरैजनाको छोरीको उमेरको हुँला, धेरैजनाको दिदीबहिनीको उमेरको हुँला। यो पटक यहाँहरूसँग म दल विशेषले होइन, यो पटक देशलाई जिताउनको लागि तपाईँहरूलाई आग्रह गर्नको लागि आएको छु। त्यो संसद भवनमा आजको दिनसम्म नेपाली जनताका मुद्दाहरू कति उठे भन्ने त्यो तपाईँहरूले नै मूल्याङ्कन गरिरहनु भएको छ। एउटा राजनीतिक युगको अन्त्य भयो भने मात्र युवा पुस्ताको राजनीतिक युगको सुरुवात हुनेछ। त्यसको लागि तपाईँहरूले मतदान गर्नुपर्नेछ। त्यसकारणले म यहाँहरू सम्पूर्णलाई चितवन क्षेत्र नम्बर 3 निकै फराकिलो छ, धेरै ठाउँमा पनि जानुपर्नेछ। अशोक चोकमा आएर म उभिँदै गर्दाखेरि आज यहाँ उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण महानुभावहरू, तपाईँहरूले नै यो गाउँठाउँलाई सम्हाल्नुपर्छ। यो गाउँठाउँलाई चाहिँ घन्टीमय बनाउनको लागि तपाईँहरूले नै भूमिका खेल्नुपर्छ। किनभने यदि यो चुनाव कुनै एउटा उम्मेदवारको मात्रै भयो, यदि यो चुनाव उम्मेदवारले जसरी भए पनि जित्नुपर्ने खालको मात्रै बनाइयो भनेदेखि साम दाम दण्डभेद प्रयोग गरेर कुनै हालतमा चुनाव जित्नेहरूले जितेर गयो भनेदेखि जनताको पक्षमा कदापि काम गर्ने छैनन्। यदि यो चुनाव जनताको हो, जनताको पक्षमा हुनुपर्छ भनेर तपाईँहरूले ठान्नुहुन्छ भनेदेखि तपाईँहरू सम्पूर्णले अब हरेक घर घरमा गएर यो पटक चाहिँ परिवर्तनको पक्षमा दल फेर्नुहोस् पनि हामीले भनेको छैन, तपाईँको सिद्धान्त त्याग्नुहोस् पनि हामीले भनेको छैन। मत बदल्नुहोस्, किनभने देशलाई एउटा युगबाट अर्को युगमा बदल्नु छ। त्यसको लागि तपाईँहरूले घन्टी चुनाव चिन्हमा मतदान गर्नुहोस्। अब 3टा कुरा भनेर जान्छु अन्तिममा जाँदै। तपाईँहरू आज यो सभामा आएका कारणले, आज तपाईँहरू वरिपरि देखेका कारणले, फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई लाइक कमेन्ट गरेका कारणले गर्दाखेरि तपाईँहरूलाई गाली धम्की डर त्रासहरू पनि आउन सक्छ। यदि त्यो आयो भने पनि तपाईँहरू सचेत रहनुहोस्, किनभने चुनावभन्दा अगाडि तपाईँले आफ्नो विचार राखेकै कारणले गर्दाखेरि लोकतान्त्रिक देशमा कसैले तपाईँलाई डर धम्की त्रास दिइरहेको छ भने सम्झिनुहोस्, भोलि ती मानिसहरू चुनाव जितेर गए र त्यो सत्तामा रह्यो भनेदेखि हिजोको दिनमा जसरी हाम्रा युवा पुस्ताहरूलाई गोली हान्यो त्यस्तै प्रवृत्तिका मान्छेहरू आज थर्काउनेहरूले भोलि गोली नहान्दान भन्न सकिँदैन। त्यस कारणले त्यो बारेमा तपाईँहरू सचेत हुनुहोस्। र अर्को कुरा, तपाईँहरूले डर त्रास धम्कीबाट डराउनु भएन। लोकतन्त्रमा मलाई डर त्रास धम्की दिने को हो? मैले विचार राख्दै खेल्दा मैले विचारै राख्न नपाउने तिमी को हो भनेर प्रश्न गर्नुभयो भने ती मान्छे उसै भागेर जानेछन् र त्यसपछि उनीहरूले तपाईँलाई फकाउन आउनेछन्, प्रलोभन पार्नको लागि आउनेछन्। तपाईँलाई कहाँबाट तपाईँका हुँदै नभएका नाताहरू पनि खोजी तपाईँहरूसँग साइनो जोड्दै आउनेछन् र भन्नेछन् यसपटक चाहिँ नि हामीले यही भनेर भन्नेछन्। यदि चुनावको मुखभन्दा अगाडि आएर तपाईँलाई केही कुराको आश्वासन दिन्छन्, प्रलोभन दिन्छन्, आश देखाएर तपाईँलाई भोट हाल्नको लागि नाता गोता बनेर आएर भोट हाल्नको लागि भनिरहेका छन् भने तिनीहरू तपाईँसँग भोट होइन, तपाईँको भोट किन्नलाई आएका हुन् र भोट किन्नेहरूले कहिले पनि जनताको पक्षमा काम गर्दैनन्। यो पनि तपाईँहरूले बुझ्नु पर्दछ। र अर्को कुरा, यदि तपाईँ डर त्रास धम्कीबाट पनि डराउनु भएन, यदि तपाईँ प्रलोभनमा पनि पर्नु भएन भने तपाईँहरूलाई एउटा भोट चाहिँ घन्टीमा, अर्को भोट चाहिँ नि भनेर आफ्नोलाई माग्न सक्छन्। यो पटक भोट बाँड्ने बेला होइन,
देशलाई जिताउनु पर्ने बेला छ। देश जिताउनको लागि दुईटै मतपत्रमा बहुमत दिएर घन्टी चुनाव चिन्हलाई पठाउनु पर्छ। तपाईहरुलाई दुईटा मतपत्र आउँछ, एउटा प्रत्यक्ष अर्को समानुपातिक। दुईटैमा घन्टी चुनाव चिन्हमा मतदान गर्नुभयो भने बल्ल एकल सरकार निर्माण गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई संख्या पुग्छ। नभए यदि संख्या पुगेन र फेरि पनि त्यो संसदमा गएर गठबन्धन गरेर सरकार बनाउनु पर्यो भनेदेखि त्यो प्रधानमन्त्रीको कुर्सी कहिले तिमी कहिले म गरेर आलो पालो गर्नेहरूले नै सत्ता चलाउनेछन् र त्यसो भयो भनेदेखि नेपाली जनताको सपना हार्नेछ। त्यसकारणले सम्पूर्ण आदरणीय अशोक चोक निवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यो ठाउँको जिम्मा म तपाईहरुलाई छोडेर जाँदैछु। अरू ठाउँ छन् जहाँ चितवनमा म पनि आइदिए हुन्थ्यो, उम्मेदवार आइदिए हुन्थ्यो, भेट्न पाए हुन्थ्यो, मेरो समस्या सुनाउन पाए हुन्थ्यो भनेर अपेक्षा गर्नुभएको छ। ती ठाउँहरूमा म पुग्नु छ। यो ठाउँको जिम्मा तपाईहरुलाई छोडेर जाँदैछु। हवस् त, नमस्कार, जय घन्टी।